नमस्कार साथीहरु। हाम्रो वर्ल्ड कपको लागि क्याम्पको लागि हाम्रो चाहिँ प्लेयर मेम्बरहरुको लिस्ट आउट भएछ। धेरै खुसी लाग्यो। अब एक दुईवटा नाम छुटेका छन्। अब हामीले भनेर हुने खासै केही छैन हैन। एक दुईवटा नामहरु छुटेका छन्। त्यो नामहरु अहिले गफ गरौँला। तर पहिले चाहिँ आईसीसी मेन्स टी20 वर्ल्ड कप 2026 इन्डिया र श्रीलङ्कामा हुन गइरहेछ। जसमध्ये हाम्रो म्याच चाहिँ इन्डिया मुम्बईमा वाङखडे स्टेडियममा हुँदै गछ। हुनेवाला सबै म्याच त्यही हुन्छन्। 6वटा म्याच। यसमा चाहिँ नेपाल क्रिकेट एसोसिएसन अफ नेपालले क्याम्पमा चाहिँ बोलाएको छ खेलाडीहरुलाई है। यसमा चाहिँ 24 सदस्यीय खेलाडीहरुको क्याम्पमा चाहिँ गरिरहेछ। क्लोज क्याम्प टाइपको क्याम्प हो। यसमा चाहिँ म सरसर्ती हेर्छु। भर्खरका नयाँ अनुहार पनि छन्। तर पहिले खेले अनुहार पनि हुने यिनीहरु प्राय जसो है। यसमा चाहिँ एक दुईवटा खेलाडी चाहिँ मैले सोचेको थिएँ उनीहरुलाई पनि क्याम्पमा 30 जनासम्म बोलाउँछ होला क्याम्पमा भन्ने थियो। तर अनफर्चुनेटली 24 जना मात्र क्याम्पमा बोलाइयो। हुन त आखिर दिन 11 जना छान्ने हो हैन। 15 जना लाने होला। त्यसमध्ये पनि मुख्य चाहिँ खेलाडीहरु चाहिँ खेलिरहेका क्वालिफायर खेलेका खेलाडी छन्। त्यसपछि एक दुई जना अरु बाहिर गएका, पहिलो टिममा भएका बाहिर गएका अनि एक दुई जना नयाँ छन्। म सर नाम भन्न जान्छु है त। क्याप्टेन रोहित पौडेल, दिपेन्द्र सिंह आयरी उपकप्तान हुन् हैन। सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अंसारी, करण केसी, साहब आलम। यो चाहिँ पुरै ओडीआईमा यो टिम थियो, सँगै थियो। अब अरु भनेको शेर मल्ल, भीम पनि थिए, आउने जाने अप एन्ड डाउन भइरहेछ हैन। शेर मल्ल चाहिँ उनलाई गुड लक छ। पहिलोचोटि फेरि टिममा छन् अहिले। शेर मल्ल धेरै राम्रो गरेर आछन् एनपीएलमा। अहिले पनि गराउन आशा छ। अनि भीम हाम्रो लुम्बिनीबाट गरेर आउनुले। अनि भीम सार्की भइहाले। अनि डाक्टर ईशान पाण्डे ओडीआई टाइपको ब्याट्सम्यान हुन् भनेर भनिन्छ। तर टी20 धेरै राम्रो खेलेछन्। ईशान पाण्डेको हेरौँ सेलेक्ट हुन्छन् हुँदैनन् 15 मा। त्यसपछि गएर बसिर अहमद, अलराउन्डर बसिर, very nice guy. He was playing for Kings means विराटनगर किङ्स। त्यसपछि गएर विनोद भण्डारी चर्चामा पनि आथे। अहिले चाहिँ क्याम्पसम्म बोलाछन्। मलाई 4 साल क्याम्प पनि बोलाएन भन्थे। लेट्स सी व्हाट ह्यापन्स रिगार्डलेस अफ इट। अनि अविनाश बोरा अफ एन्ड अफ भएछन्। अहिले अस्ट्रेलियाबाट खेलेर आएर अहिले अस्ट्रेलियामा गएर खेलेर अहिले मेहनत गरेर राम्रो खेलिरहेछन् भन्ने लागिरहेछ। नत्र फुलटस बोय भनेर चिन्ने गरेका छौँ हामीहरूले। परदेश जेसी हामीहरूको माइटी परदेश जेसी इज डुइङ फ्यान्टास्टिक एन्ड देन वी होपिङ ही विल बी इन्क्लुडेड इन 15 एन्ड ही विल डु बेटर। धेरै राम्रो गर्छन् उनले भन्ने आशा छ। रुपेश सिंह इज अलराउन्डर टु एन्ड इज डुइङ गुड टु। बट दिस टाइम रुपेश सिंहले त्यति राम्रो गर्न सकेनन्। दिस टाइम राम्रो गर्न सकेका रुपेश सिंह, आदिल, साहब आलम, त्यसपछि गएर अब अविनाशले राम्रै गरे हैन। त्यसपछि गएर लोकेशले एक दुईचोटि राम्रो गरे, खासै पछि राम्रो गरेनन्। ललित कम्प्लिटली फलोअप भए। गोल्सन झा ठिकै हो। सोमपाल त्यति राम्रो गर्न सकेन। सन्दीप जोरा त्यति राम्रो गर्न सकेन। कुशल मल्ल झन् फलोअपै भए। आसिफ शेख फलोअपै भयो। कुशल भुर्तेल पनि फलोअपै भन्दा हुन्छ। मेन तिनटा चाहिँ रोहित पौडेल, दिपेन्द्र सिंह आयरी, सन्दीप लामिछाने। दे आर डुइङ फ्यान्टास्टिक and which is good. And Sandeep Lamisane going to play the PPL and then he will do something there and he will learn something from the Bangladeshi player and he will use that skill to World Cup match. So we'll see what happens regardless of it, but looks very nice, fantastic. छुटेका खेलाडीहरु मलाई चाहिँ जहाँसम्म लाग्छ हेमन्त धामीलाई बोलाउनु पर्ने जस्तो लाग्थ्यो।
अनि अनिललाई पनि बोलाएर चाहिँ चान्स दिनुपर्थ्यो जस्तो लाग्थ्यो। क्याम्पमा बोलाइदिएमा केही हुँदैन, अवसर राम्रो खेल्न सक्यो भने झन् राम्रो हुन्छ भन्ने लागिरहेको थियो। अरू खास चाहिँ त्यस्तो चाहिँ छुटे खेलाडी भन्ने चाहिँ नयाँ नयाँ 1-2 जना छुटिरहन्। तर अब वर्ल्ड कप हो, अलिकति एक्सपिरियन्स टिम पनि लानु पऱ्यो होइन, एक्सपिरियन्स खेलाडी पनि लानु पऱ्यो। लेट्स सी व्हाट ह्यापन, गुड लक फर अल अफ देम। अब सबै चुज हुने होइनन्, कति चुज हुन्छन् हेरौँ है त। ल यही कुरा हो। तर मलाई जहाँसम्म लाग्छ आसिफको ठाउँमा यतिखेर विनोदलाई लगेर टेस्ट गर्छन् कि जस्तो लाग्छ। कन्सिस्टेन्स प्ले गरिरहन्। मेरो यो हो, यसमा चाहिँ म 15 जना छानेर तपाईँहरूलाई फेरि अर्को ल्याउँछु भिडियो है त। ल धेरै धेरै धन्यवाद है त, बाई बाई।